आज हामी के गर्न च्यालेन्ज गर्न लाग्यो यो डाइस गेम कति कति पर्यो भने चाहिँ खाने त्यही 6 पर्यो भने चाहिँ अब हामीसँग 1 2 3 यो पनि 3 भयो 4 सम्म मात्रै धेरै त छैन नि त हामी 4 सम्म मात्रै लिची जुस पनि यहाँ छ हैन यो के अरे 1 र 6 पर्यो भने खान्छन् हैन नै जतिवटा आइटम भने चाहिँ अब हाम्रो आइटम जतिवटा छ ए जतिवटा आइटम छ त्यति त्यति हो त्यतिचोटि खाना पाउने हो ai हो ए ल त्यो वाला गर्नु जति पर्यो त्यतिचोटि खाना हो त्यति बाइट बाइट हो नि फेरि सबै खानु पाउँछ जसरी खाए नि भयो बाइट हुन पर्यो एक बाइटमा जसरी खाएन नि पाइयो ए भयो न यो स्यो मिलाएर जे गरेर खाए नि भयो पिछुले गएला हामीले हाल्ने त होइन होला त्यो भयो युट्युबमा हालिदिने कि यत्तिकै रिड नगरिकन के हुन्छ 2 बाइट भयो दुईवटा तिनवटा त्यस्तो पनि पाइन्छ नि तर एकै बाइट हुन पऱ्यो नि फेरि यो मम्मीहरू हुन पनि रमाइलो हुन्थ्यो झन् अब अझै 1 बाँकी सारे आउँदैन सकिन्छ क्या अब सकाइदिनु सक्दिनँ त्यस्तो दुई भयो टोक्यो भने चाहिँ त्यो अर्को बाइट पनि गर्नु टोकेर फेरि पानी गएन भने नि फेरि 2 बाइट गर्नु गाह्रो हुन्छ 3 सबै सक्यो त अहिले खाएर अरू सक्थेँ मैले तर रमाइलो ल त्यही मैले पहिल्यै खानु लाग्दैन यो पनि त छ नि देखेछ किन छ वर्ष कति खा हो त्यो अलि धेरै खा कति फाइट भयो त्यो त्यसरी खाएपछि हुँदैन एकैचोटि मुखमा राख्ने हो एकैचोटि कहाँ जान्छ यही त हो नि च्यालेन्ज चाहिँ अन्डा त म जति पनि सक्छु भनौँ बस्दैन हामीले खाएको हेर्न हजुरले खानुहुन्न के अरे 2 भयो सकिन्छ कस्तो एकैचोटि माने फेरि एकैचोटिमा सिधाइदिनु हुन्छ ब्याकग्राउन्ड के जस्तो भयो यता ब्याकग्राउन्डमा चाहिँ अब इग्नोर गरिदिनु कति हो 4 ए अब मेरो 2 आउने होला 1 आउने होला
एक आइदियो हुन्छ ल अब मेरो एक 3 सबै भ्याइदिनु पानीको नाम बनाउने आमा मलाई लुगा लाएर पो गाह्रो भयो त यो लुगा सबै भ्याइदिनु हो कतिचोटि भयो रे एकैचोटिमा त्यत्रो खाइसकेँ सक्छ क्या हजुरको 5 चोटिको म 3 चोटिमा खाइदिन्छु होइन धेरै एकैचोटि खाँदा पनि गाह्रो हुन्छ नि त एक त लुगा ला आउँछ सिजन आउँछ फेरि सबै मान्छेले देखिरहन् के भन्ने पनि थाहा छैन के भयो त दुई अब एकचोटि मात्रै छ के हाल्यो खाऊ सबै खान्छु अनि मम्मीहरू आएको त्यो लिची जुस खाएर नि लुगा लगाएको बेला मैले खाएको भने एउटा मात्रै खाएँ के फेरि हामी रुममा बसेर गराएको होइन नि फेरि हाम्रो के अरे पसलमा गराएको अहिले खाली मान्छे आयो मिस फेरि ल हेर्नुहोस् है यसलाई फेरि हाल्छु मैले सास नफेक्दा एकचोटि तानेको तर बुझ्नुहोस् नि गन्छ मैले गर्ने दियो 2 भयो छिटो मलाई पिरो भयो कि यो खानु पऱ्यो अघि मलाई कस्तो भएको कस्तो 5 परेको हो मलाई चाहिँ 2 3 मैले 5 पऱ्यो भने सिट दिन्छ हामीले हजुरले खान पाउँदैन चनाको 2टा किरा खानु त्यस्तो गर्नु लाग्यो धन्य सोचेँ कि अब चम्चा राख्छु एकछिन अब के एकचोटि बानी कसरी एक 4 चोटि खानु भएन ए हुँदा अन्डा पनि खानु भयो नि अहिले कस्तो एकैचोटि खायो होला मसँग गेम खेल्ने मान्छेहरूलाई त घाटा लाग्छ तर फाइदा हुन्छ हजुरलाई चाहिँ घाटा ए मलाई घाटा लाग्छ के अब मेरो हेर्नु कति अब फेयो अब त फेयो मलाई चाहिँ अघि अब 1 सुर्कामा सिधाइदिन्छु अहिले पछि छिटो भएर मऱ्यो खानु दियो च्यालेन्ज भनेको च्यालेन्ज नै के अरे गेम भनेको गेम नै हो नि छ हामीसँग थ्याङ्क यू खसे आयो
यति भएको भन्दैछ त्यो अब अन्डा मात्रै लाग्छ हाम्रो चनामा पनि करेन्ट हाल्छ डाइट किनकि हेल्दी पनि त हमेसा भयो तर करेन्टको अहिले के आएछ नि है खाना चाहिँ नहुने अब मिठो लाग्छ च्यालेन्ज गर्नलाई मात्रै खाएको हामी नत्र हेल्दी खान्छ कति भयो 3 हो 6 भइसक्यो अब एकचोटि खाएपछि होइन 3 भयो खोइ अनि के खाने हो त मैले 3 मात्र भयो अहिले खाइछ्यो मजाले अघि दुईचोटि पापा गाउँदाखेरि चाहिँ के खानु भयो मैले कति बिस्तारै खाँदो रहेछ तैँले त कस्तो गर्दो रहेछ च्यालेन्जै त्यही हो नि त यति खाएर राखिदिन्छु नै खा 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 कति भयो 4 त होला नि अब यो पनि खाएको थिएँ अब एकचोटि ए कतिचोटि भयो 5 यो लास्ट अब उति पनि खानु थियो मलाई दुगा लागेको चाहिँ गाह्रो भयो त्यही भएर खानु नसकेको तर अरू बेला पनि खानु सक्दिनँ होइन अब त्यो सबै खिच्छु एक आयो भने एक चाहिँ आउँदैन मलाई एक अहिलेसम्म पनि आएन नि सकिन्छ अब यो नसक्नु किन नि मलाई खानु मलाई मन पर्दैन होइन अहिले त पिरो भएको नि त अब त 3 छ बिस्तारै खायो नि सकिहाल्छ तर त्यो दुबुर्नीवाला खेल्यो भने चाहिँ दुबुर्दाखेरि अलि उ पनि त हुन्छ नि यस्तो हुनु पर्दैन लिपस्टिक भयो यो चाहिँ सुरुप सुरुप गरेर खानु नमिल्ने त हो नि एकैचोटि खानु मिल्छ नि नभइदिनु न दुई भयो तँलाई यो मात्रै राखिदिनु 30 मिनट भइसक्यो धन्न कोही मान्छे आइनुपर्छ भयो हो अब लास्ट यति बाँकी छ अब कति पर्छ है त मैले दुई ठ्याक्क अब छैन अरे थाहा पाएँ साथमा नि पाइन्न कि अब खानेकुरा सकिएपछि त लास्टको हजुरले भनिदिनु है यो र ममा के गरिदिनु भनेर है यो र ममा भन्नुपर्छ मैले भन्नु भनेर ल यस्तो हो हाम्रोमा चाहिँ दिदीलाई त भन्ने बहिनीलाई चाहिँ हजुर भन्ने सिस्टम पनि हुनसक्छ नि मान्छेहरू उल्लुहरू यति रहेछ यस्तो बच्चा होला जस्तो लाग्छ मलाई आए तैँले त्यसरी खाइस् अर्कै गरेर बजेपछि के गर्नु त नि ल
लास्टमा सिक्देपछि बेयो बाई बाई ल हाम्रो सकियो बाई 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 ल हजुरहरूले गर्नु हाम्रो च्यानललाई चाहिँ लाइक सेयर अनि सब्सक्राइब गर्नु गर्न चाहिँ नबिर्सिनु होला है